नेपालमा प्रचण्ड सरकार हुने बेला अर्थात् माओवादी सरकार हुने बेला मन्त्री, नेता, कर्मचारीका उच्च ओहदाका कर्मचारीहरूलाई 50 जनाभन्दा बढी जेल चलान गरेको थियो। त्यो नाम लिस्ट यस प्रकार छ: बालकृष्ण खाँट, पूर्व गृहमन्त्री; तोप बहादुर रायमाझी, उप प्रधानमन्त्री; टेक नारायण पाण्डे, पूर्व गृह सचिव; खुमबहादुर खड्का, पूर्व गृहमन्त्री; विजय कुमार गच्छदार, पूर्व उप प्रधानमन्त्री; मोहम्मद अफ्ताब आलाम, संसद हत्या केसमा; आङतवा शेर्पा, पूर्व संविधान सभा सदस्य; टेक बहादुर गुरुङ, पूर्व मन्त्री; जयप्रकाश प्रसाद गुप्ता, पूर्व मन्त्री; चिरञ्जीवी वाग्ले, पूर्व मन्त्री। यसै गरेर उच्च सरकारी अधिकारीहरू: इन्द्रजित राई, गृह मन्त्रालयका सुरक्षा सल्लाहकार; नीरज राई, सरकारी नेटवर्क सम्बन्धी आरोपी; नरेन्द्र केसी, निजी सचिव। यस्तै गरेर पक्राउ पर्नेहरू: रामशरण केसी, गोविन्द चौधरी, सन्देश शर्मा पोखरेल, सन्दीप रायमाझी, सागर थुलुङ, टङ्क गुरुङ, सानु भण्डारी। व्यापार व्यवसायहरू: सुलभ अग्रवाल, शङ्कर ग्रुप, कोभिड कालोबजारी केस; अशोक कुमार अग्रवाल, विशाल ग्रुप, जुवा केस; मनोज केडिए, व्यापारिक विवाद केस। अनुसन्धानमा परेका केसहरू: विनोद चौधरी, कर छली केस; विजय सुमार्गी, कर र सम्पत्ति अनुसन्धान केस। अन्य चर्चित केसका आरोपीहरू: चार्ल्स शोभराज, सिरियल किलर, नेपाल जेल; योगराज ढकाल, हत्या केस; दीपक मनाङ्गे, ग्याङ केसमा पक्राउ; कुमार गुरुङ घैँटे, ग्याङ केस; राजु लामा, ग्याङ केस। अन्य उच्च प्रोफाइल केस: समरसेन मिया, केशव दुलाल, लक्ष्मी महर्जन, सागर राई, तीर्थराज भट्ट, शम्भु भारती, मिलन चक्रवर्ती, भरत गुरुङ, कञ्चन लामा। विभिन्न भ्रष्टाचारी ठग केस: रमेश प्रसाद सिंह, मदन गुरुङ, वीरेन्द्र प्रसाद यादव, शङ्कर शर्मा, महेश चौधरी, अर्जुन प्रसाद शर्मा, प्रकाश अधिकारी, हेमराज पाण्डे गरी 50 जना मन्त्री, नेता, उच्च प्रोफाइलका व्यक्तिहरू माओवादी सरकारको पालामा पक्राउ गरेको थियो।